लोकसेवा पढ्ने मान्छेको जीवनमा प्रायःजसो दिनहरू एकै नासको देखिन्छ। तर केही दिनहरू यस्ता हुन्छन् जसको महत्त्व एकदमै धेरै हुन्छ। ज्येष्ठ 6 त्यस्तै एउटा दिन थियो मेरो जिन्दगीमा। पानी यति परेको थियो मानव मौसमलाई पनि थाहा भइसकेको थियो कि आज मेरो जीवनको कुनै ठुलो दिन हो भनेर। इन्टरभ्यू दिएर निस्कदा मनमा एउटै कुरो खेलिरहेको थियो, अब के होला त? लोकसेवाको तयारी गर्दा गर्दै कति समय बित्यो थाहै भएन। करिब 1.5 वर्ष बितिसकेको थियो म पास आउट भएपछि। अरू साथीहरू आफ्नो बाटोमा अघि बढिरहेका थिए र म भने किताब र सपनाको बिचमा अड्किएको थिएँ। जब नाम इन्टरभ्यूका लागि निस्कियो, सबैभन्दा पहिला मैले घरमै फोन गरेर भने, मम्मी नाम निस्क्यो नि मेरो। त्यो बेला उहाँहरूको आवाजमा जुन खुसी थियो त्यो मैले शब्दमा वर्णन गर्न सक्दिनँ। हाँ गए इंटरव्यू के लागी ना फेल भए गेल तब हमरा कहल तुम निक लिखे तेल इंटरव्यू दिलिया कति के बेसिस में नाम रही छे। इन्टरभ्यूको तयारीसँगै अरू इक्जामहरू पनि चलिरहेको थियो। मेरो जीवन पज भएको थिएन, बस एउटा डाइरेक्सन खोजिरहेको थियो, एउटा मन बिसाउने ठाउँ खोजिरहेको थियो। बिहानैदेखि पर्न थालेको पानी अझ रोकिने नाम थिएन। तर त्यो दिन मलाई पानीको भन्दा नि आफ्नै मुटुको आवाज एकदम बेचकन सुनिरहेको थिएँ। इन्टरभ्यू हलमा भित्र छिर्दा आत्मविश्वास र डर दुवै सँगै थिए। तर जब बाहिर निस्किए मन अलि हल्का भयो। कम्तीमा मैले आफ्नो तर्फबाट सबै दिएकै हो भन्ने एउटा भाव उत्पन्न भयो। इन्टरभ्यू पछि मैले सोचेको थिएँ पोखरामै बसेर रिजल्ट पर्खिन्छु। तर पछि बाबाले भन्नुभयो चितवनमा मेरो साथी हुनुहुन्छ, त्यतै बस्दा राम्रो होला भनेर। त्यसपछि म रातारात चितवन पुगेँ। ल अब यहाँ चाहिँ मेरो ड्याडीको साथीको भाइ बस्नुहुन्छ होइन। अब त्यहाँ गएर आज बास टिकाउने हो। अनि त्यसपछि अब भयो भने अब साथीको घर जाने। बुटवल साथीको घर भन्दा नि साथी चाहिँ त्यहाँ काम गर्छ। तर भनिन्छ नि कहिलेकाहीँ अत्याधिक शान्त ठाउँमा पनि मन शान्त हुँदैन भनेर। त्यसपछि मैले सोचेँ चितवन बस्नुभन्दा बुटवल जाँदा ठिक होला। त्यहाँ मेरो एउटा पुरानो साथी थियो, पुरानो भाइब थियो र अलिकति भए पनि रिजल्टको टेन्सन बिर्सिन सकिन्थ्यो। नारायणी ब्रिज त्यहाँ छ होइन अगाडि। आई गेस चितवन इज विपिङ के। म चितवन छोडिरहेको छु नि त, त्यसैले चितवन रोइरहेछ नजाऊ भनेर। अघिदेखि पानी परै छ। एक ठाउँबाट आएको, अहिले ठ्याक्कै यो ग्यारेजमा छु, म ग्यारेजभित्र छु होइन। अनि बाहिरतिर हेर्न सक्नुहुन्छ यस्तो छ कन्डिसन। अब मलाई जानुपर्ने ठाउँ यहीँ नजिकै छ। अब त्यही पानी छुटे पो जानु या तनाव। सो फाइनल्ली बुटवलमा ओर्लिसकेँ। तर यार नयाँ मान्छेलाई त लुट दिने रहेछ खालको लाग्यो यार मलाई। मेन त काठमाडौँवाला गाडीहरूले जब कति 10-15 किलोमिटर होला कति होला होइन, 100 रुपियाँ मागिरहेको छ यार। तरिका हुन्छ नि एउटा। ल ठिक छ, डिजलको प्राइस बढा छ, त्यही हिसाबले पैसा लिने हो। तर यसरी पनि अति नगरम न हो होइन। सो अहिले चाहिँ म ठ्याक्कै कहाँ हो भन्दाखेरि बुटवलको चौरवा चोक भन्ने ठाउँमा। उहाँ चाहिँ सुनिलकै साथी हुनुहुन्थ्यो, नेपाल ओइल कर्पोरेसनमा काम गर्नुहुन्छ। अर्को चाहिँ यो मेरो साथी सुनिलै भइगयो। अनि उहाँ चाहिँ हिरामणि दाई हो। उहाँलाई मैले पहिला पनि काठमाडौँमा भेटिसकेको थिएँ। सो मलाई उहाँसँग अलिकति मजा गर्नुलाई चाहिँ सजिलै थियो। सो इट्स द नेक्स्ट मर्निङ होइन। नेक्स्ट मर्निङ भन्दा नि अहिले भनौँ न इभिनिङ भइसकेको छ, 3-4 बजिसकेको छ। अनि म चाहिँ बुटवलमा छु, साथीको रुममा छु। साथी चाहिँ काम गर्न गएको छ। लास्टै गर्मी छ यहाँ चाहिँ। तर ठिकै हो, तराई त हो, घरतिर पनि गर्मी नै हुन्छ। तर ठिकै हुन्छ, यस्तै हुन्छ टेन्टेटिभली। अब एकछिन बाहिर घुमेर आम भनेको। अब यहाँ चाहिँ कुनै
राम्रो ठाउँ छ कि छैन त्यही थाहा भएन। अब हेर्न जानु पर्यो होइन के कस्तो छ। म घुम्न निस्किसकेको थिएँ तर त्यसको केही छिनमै सुनिलले फोन गरेर होइन आज ऱ्याकेट नै खेलौँ अर्को दिन घुम्न लान्छु भनेर न्यू सिङ्गर इन द टाउन। यहाँ मैले सोचेको भन्दा खत्रै रमाइलो भयो। उहाँ हेर्दै हुनुहुन्छ नि जुठो सोर्दै बस्नुभएको हिरामणि दाई, उहाँ दाई त अझ फनी हुनुहुन्थ्यो। मलाई फिल नै भइरहेको थिएन म उहाँहरूको ठाउँमा फर्स्ट टाइमको लागि बसिरहेको छु भनेर। जे होस् रमाइलो चाहिँ भयो। अनि त्यसपछि अरू अरू साथीहरूसँग पनि भेटघाट भयो। ब्रोको फाइनल्ली छुट्टी भयो। अब चाहिँ घुम्न जाने हो। एन्ड यता हेर्न सक्नुहुन्छ ट्रान्सफर्मरहरू। यता कराएर त क्वाँ गरेर एकछिन मजाले सुत्यो होइन। अब चाहिँ घुम्न जाने हो। तपाईँ माथि हो र हामी उकालो लाग्यो त भेटिन्छ मान्छे भेटिन्छन् क्या बाइक राखेर कुना कक्षातिर लुकिया हुन्छ। पनि त्यस्तै Hello guys, we have reached to our destination here at Viewpoint, Nuwakot Viewpoint. यो चाहिँ हाम्रो केबल कारको इन्ट्री पोइन्ट हो। यहाँबाट तलतिर जाने हो सर र केबल कार चढेर। जिन्दगी यो चाहिँ हाम्रो मिस्टर करण केही शब्द जाओस् हाम्रो अहिले यार म शब्दै हाम्रो आएन। जेन्जी बारेमा डिस्क्राइब हानिदिनु। क्यामेरा अफ भएछ। अफ भयो अफ भएन त्यो स्क्रिनमा अब यार म यहाँ त मेरो त घर जस्तै भयो क्या। म 30-40 चोटि आइसकेँ अब। ल हाम्रो आउनुहुन्थ्यो हाम्रो के गराउनु इलेक्ट्रिकल इन्जिनियर मिस्टर सुजन आचार्य सरसँगबाट के जाओस् के जान्न चाहन्छु। दुई शब्द हाउ इज एक्सपिरियन्स छैन कि त्यो बन्द भइसक्यो त्यत्तिकै। होइन भइरहेछ स्क्रिन मात्र अफ भएको। सरको पनि पहिलोचोटि हो यहाँ चाहिँ। मेरो 4-5 चोटि हो। 4-5 चोटि अनुभवी मान्छे हो कि। फर्स्टचोटि त म मात्र रहेछु त म मेरो सेकेन्डचोटि हो क्या यो छवटा औलाले मकै खाइरहेको थियो। 6वटाले मकै खाइसकेपछि त्यो मकै मुख नाचेर नाकमा गइसक्यो। नाकमा गइसकेपछि 8 भने के हो यार। 8 भने बोलो 8 भने छोडिदिउँ क्या अहिले। मकै कस्तो रहेछ। अब यो मैले यहाँबाट नम्बर याद गरेँ क्या एउटा। मेरो लागि 6 भनेको आफै बिर्सेँ। हामी हिँड्यौँ, कुरा गऱ्यौँ, चिया खायौँ, हाँस्यौँ, एकदमै समय बितायो। तर हरेक नोटिफिकेसन आउँदा मुटु अझै त्यतै पुग्थ्यो। रिजल्ट आयो कि। सो अब आज घर फर्किने हो। अनि त्यसपछि अब रिजल्ट निस्के पनि ननिस्के पनि अब त्यसैपट्टि 14 गतेबाट बक्कर ईद हो। अनि छुट्टी नै हुन्छ यो हप्ताभरि। 12-13लाई मात्रै खुल्ने हो। सो आज मेरो गाडी छ 3:45 बजे भन्ने छ। अब घरतिर लाग्ने हो। अब फाइनल्ली रिजल्ट ननिक्लेर म त घर गइरहेको छु होइन। तर किन शङ्का लागिरहेछ। आज 12 गते होइन, 13 गते भोलि पनि खुल्छ अफिस। सो आज बेलुकासम्ममा रिजल्ट निकाल्छ जस्तो मलाई शङ्का लागिरहेछ। अब बेलुकामा निकाल्यो भने पनि यहाँबाट पोखरा पुग्न अलिक सम्भव नहोला जस्तो छ। किनभने अब भोलि
पुग्दाखेरिसम्म अफिस बन्द भयो भने त सिफारिस पत्र लिन पाउँदैन होइन। सो या अब के गरौँ नगरौँ यहाँ पुटोलमा लास्टै झ्याउ पनि भयो, गर्मी पनि भयो, अनि बरु घरै जाऊँ भन्ने भयो होइन। अनि अरू इक्जाम पनि नजिक आइरहेछ, सो अब घरै जाने निर्णय गरियो होइन। अनि मेरो गाडी आइसकेको छ। सो रिजल्ट पर्खिने क्रममा मेरो कोशी प्रदेशमा पनि इन्टरभ्यूको लागि सेलेक्सन भइसकेको भन्ने खबर मैले आफ्नो साथीबाटै पाएको थिएँ। सायद लोकसेवाको सबैभन्दा गाह्रो भाग नै पर्खाइ हो। इक्जामको त आफ्नै एउटा महत्त्व छ, गाह्रो छ, तर त्यसभन्दा गाह्रो चाहिँ मलाई त्यो पर्खाइ लागिरहेको थियो। नाम निस्किन्छ कि निस्किँदैन त्यो कुरा मलाई थाहा भएन, तर एउटा कुरा निश्चित छ कि म रोकिन्न, किनकि लोकसेवा भनेको जागिर मात्र होइन, यो आफूलाई बनाउने एउटा निरन्तर यात्राको सुरुवात हो।